हेलो गाइस, नमस्कार। आज म हजुरहरूको सामु ल्याएको छु भिन्डीको एउटा रेसिपी छ जुन साह्रै राम्रो छ। ल हजुरहरू पनि यसरी हेरेर पकाएर खानु होला। हेर्नु, म चाहिँ यसले त्यो भिन्डी काटेँ आधी केही 3 पाउ जति। भिन्डीलाई भुट्दैछु। यसलाई अलिक रातो पारेर भुट्नुपर्छ। मेरो भिन्डी रातो भइसक्यो। अब यसलाई म एउटा भाँडामा खनाउँछु। ल म भिन्डी भुटेर हेर्नु रातो भइसक्यो, भाँडामा खनाएँ। अब म कराई हालिरहेको थिएँ, तेल तात्यो, अलिकति जिरा हालेँ। अब यसमा मैले मसला हाल्नेछु। मसला के छ भनेर सुन्नु होला। अब यसमा अदुवा, लसुन, प्याज, हरियो खोर्सानी सबै मसला पिसेर पेस्ट गरेर अब यो मसलालाई म पकाउँछु। अब यसमा अलिकति हाल्नु छ टमाटर। टमाटर पनि हालिसकेँ। अब मैले 1 चम्ची बेसन हालेँ, आधी 2पल्ट हालेँ। अब नुन भनेको आफूले स्वाद अनुसार, हामी अलिक तिखाइ खान्छौँ, त्यही भएर अलिक धेरै हाल्यौँ। हजुरहरूले जस्तो खानुहुन्छ त्यस्तो हाल्नु सक्नुहुन्छ। अब यो मसला मजाले भुट्नुपर्छ। मसलाको पानी मजाले सुकाउनु पर्छ। अलिक मसला सुकेपछि हल्का रातो भएपछि हेर्नु मेरो मसला लगभग तयारी हुने आँटिसक्यो। मेरो मसलाको पानी सुकिसक्यो। हेर्नु अब रातो भएर हल्का ग्रेभी टाइपको भयो। अब यसमा म हालिदिन्छु अघिको भिन्डी। ल भिन्डी पनि हालिसकेँ। अब यसलाई मजाले मिसाउनु। मसला र भिन्डी मिलिसक्नुपर्छ। यसरी पकाएर खानु त हजुर कति मिठो हुन्छ है। अब हेर्नु देख्दै जानु। म यसलाई मिसाएर मजाले पाकिसकेपछि मसलाहरू अलि चाहिँ भिन्डीसँग मिसिसक्यो। अब यसलाई एकछिन पकाउनु पर्छ। मेरो भिन्डी मसला मिलिसक्यो। अब म हाल्दैछु पानी। म पानी हाल्ने तयारी गर्दैछु। ल चाहिने जति पानी हालेँ। अलिकति हाल्नुपर्छ, थोरै पानी हालेँ। ल मेरो यो पानी पनि हालिसक्यो। अब यसलाई 5-7 मिनट पकाउनु पर्छ, धेरै पकाउनु हुँदैन। ल हजुर, अब यो मेरो ग्रेभी भयो तयारी। ल त हजुर, कस्तो लाग्यो रेसिपी प्रतिक्रिया दिनु र भिडियोलाई फुल वाच गरिदिनु। आजलाई यति नै। बाई बाई। भोलिपछि फेरि अर्को भिडियो ल्याउँ ल।